यो चाहिँ च्याउ खेती हो, भर्खरै सुरुवात गरेको है। अब यो पुरै च्याउ छ हाम्रो चाहिँ लगभग यसलाई चाहिँ 15 देखि 18 दिनसम्म भएको छ बनाएको। ल अहिले चाहिँ धेरै फुलिसकेछ हैन। अब यो चाहिँ राम्रोसँग आइसकेछ यो। अब यो चाहिँ यो फोका निस्किसकेछ यो आउनलाई। अब यो चाहिँ यो पुरै च्याउ खेती, हाम्रो च्याउ खेतीको यहाँ मालिक पनि हुनुहुन्छ। उनलाई तपाईहरु चाहिँ च्याउ खेती हेर्नुहुन्छ भने यस्तो हुन्छ है। यो हेर्नुहोस् हैन। अब यो पुरै आइसकेछ यहाँनिर। कालो 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 यो पुरै निस्किसकेछ। यो हेर्नु होला, यो चाहिँ च्याउ खेती हो यो। यस्तो यहाँ तल पनि आएछ यसको। कताको यस्तो राम्रो आइसकेछ। ल च्याउलाई कसैले चाहिँ च्याउ चाहिने भएपछि अर्डर गर्नुलाई यहाँ चाहिँ यो भन्नुपर्दा चाहिँ धनगढीतिर श्रीलङ्कामा छ यो च्याउ। जति पनि खाने भएपछि छ यहाँ हजुरलाई स्वागत छ, आउनु होला हैन। ल धन्यवाद।